ल है गाइज र आज चाहिँ म प्रश्न गर्न गइरहेको छु माननीय हर्क सम्पानज्यूसँग। ओहो हर्क सम्पानज्यू के छ हालको? ठिकै छ भन्न चाहन्छु। यसो अहिले असारको टाइममा होइन जनताहरूलाई लास्टै दुःख परिरहेको बेला चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ बारी पहिरोको बारेमा? अब अरू कुरा त थाहा छैन। त्यसका माथि मैले त धरान बनाउनु पर्ने बनाइसकेँ, ढुङ्गा बोकेर सुङ्गा बोकेर बनाइसकेँ। धरान मात्रै होइन नि त हर्क सम्पानज्यू, अब देश बनाउने कुरा छ यी। यसमा ढुङ्गा बोकेर बनाइहाल्छु नि हामी, माटोपाती त्यतिकै बन्यो हो र। यसमा ढुङ्गा बोकेर बनाइहाल्छु नि हामी, माटोपाती त्यतिकै बन्यो हो र। माटो बोकेर त्यसो भए मेरो घरतिर पनि यसो बाटो बिग्रिरहेछ, त्यता पनि आइदिने हो कि काम गर्नको लागि? त्यस्ता नाथे हुँदैन, हामी आफ्नो ठाउँ बाहेक अर्को ठाउँ त्यतिको पनि छुँदैन त्यस्ता नाथे। ये क्या बक रहे हो मादरचोद? त्यसो भए माननीय ज्यू चुनावमा चाहिँ के खान उभिनु भएको? के भने अरे होइन के साह्रो जन्किनु भएको हो तपाईँ? यहाँ त्यस्तो आवेशमा नआउनु हो। मै प्रधानमन्त्री भएको भए म ठाउँको ठाउँ गाई गाजर खुवाइदिने जनताहरूलाई, गाई गाजर खुवाइदिने जनताहरूलाई। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। त्यस्ता नाथे माटो पार्टी उठाएछ, अब आउनु चुनावमा प्रधानमन्त्री भएर जाने। डिप्रेशन। ल मान्छे यो पागल जो मान्छे छैन ल गजब बेइज्जती। जाऊ यो पाइट एउटा सम्हाल्न नसकेले तपाईँ के सम्हाल्ने कुरा गर्नुहुन्छ? के खालको हो यो तपाईँ? होइन गजब बेइज्जती है। बाइक साइकमा आउँदाखेरि अलि मिस्टेक भएछ केही भन्न चाहन्छु। बाइक साइकमा आउँदाखेरि अलि मिस्टेक भएछ केही भन्न चाहन्छु। म यसमा चाहिँ सरी भन्न चाहन्छु। पहिला तपाईँको आफ्नो त्यो पाइन्ट सम्हाल्नुहोस् होइन, अनि त्यसपछि चाहिँ देश सम्हाल्ने कुरा गर्नु है। आफ्नो त्यो पाइन्ट सम्हाल्नुहोस् होइन, अनि त्यसपछि चाहिँ देश सम्हाल्ने कुरा गर्नु है। प्रधानमन्त्री भएको भए चाहिँ सायद याद हुन्थ्यो होला, अब प्रधानमन्त्री हुन पाएन त्यसको। एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। 119 में इतनी अच्छी पार्टनरशिप चली। ल गाइज अब जब पाइन्टको चेन र बदनाम एउटा सम्हाल्न नसक्नेले होइन देश सम्हाल्ने कुरा गर्छ संसदमा होइन, बात तो सही है। हङ्गामा गर्ने होइन। अनि माननीय ज्यू तपाईँले बनाउनु भएको पुल त सबै बारीले बगाइसक्यो त, तपाईँ के भन्नु चाहनुहुन्छ? त्यस्ता नाथे पुल त म फेरि बनाइहाल्छु नि। हाम्रो मान्छेहरू संस्कृतिको मान्छेहरू छैन त्यत्रो, हामी बनाइहाल्छौँ नि, फेरि उठाएर बनाइहाल्छौँ। बनाउँछु भनेर मात्र हुन्छ त्यस्तो पाराले त वर्षको एकचोटि बनाउनु पर्ने कुरा आउँछ त के हो? हामी क्युआर पार्थी हो कि क्युआरबाट पैसा उठाएको त्यत्रो छ। आँसुबाट खाएको त केराहरूलाई काम लगाइदिनु कमानम काम भन्छ एकैछिनमा, टेन्सन नलिनु तपाईँले। अनि माननीय हर्कजी पहिलाको सरकारले त होइन जनताको रगत चुस्थ्यो, अहिले चाहिँ तपाईँको रगत चाहिँ लाङखुट्टेले चुसिराखेको मैले देखेँ। ओ भाई मारो मुझे, मारो नहीं ये मजाक हो रहा है। एक सेकंड यार, मजाक हो रहा है। त्यस्ता नाथे लामखुट्टेलाई त म एकै सर्टमा हाल्छु। खोइ कहाँ छ खोइ? त्यस्ता नाथे पोचको ठाउँलाई त